is hey guys, this is the new day and new vlog and सबैजनालाई वेलकम टु माई ब्लग अनि गुड मर्निङ हो सो त्यही हो अनि आज हामी चाहिँ टक्क बारीमा जान लागेको खन्ना कहाँ फेरि खन्ना अरू दोकान हैन खन्ना लागेको अनि मैले चाहिँ यो चाहिँ हल्का यस्तो हुन्छ नि त अहिले त्यहाँ गएपछि कालो हुन्छ नि त मान्छेहरू ल मा यता यहाँ चाहिँ हाम्रो गाउँमा यस्तो बवाल बाटो विकास भएको छ कि अहिले हैन यो बाटो यो रेलिङहरुदेखि यस्तो दामी भएको छ कि मा कसम भनेको यस्तो बवाल छ है जस्ट यहाँ चाहिँ बर्खामा यताउति हिँड्दाखेरि लड्दैन यताउति पनि अनि प्लस पोइन्ट भनेको चाहिँ गाउँमा धेरै विकास भइसकेको छ सब कुराहरुदेखि लिएर अब बाटो पिच हुन भने मात्रै बाटो बाँकी हो कि अब अरू सब भइसकेको छ यो मात्र हुनु बाँकी हो अनि यहाँ बासघाटतिर नि यस्तो डेन्जर छ अहिले चाहिँ हामी बारीमा जाँदैछौँ बारीमा जानु पर्यो अनि अहिले चाहिँ यो कोदो सोदो सब चिरिसकेको त छैन सबै मकैहरू भाइसकेको छ अब यो मकै भाइसकेपछि सुकाउनु त हो सब आयो भने खप्पै खान्छ हेर्न होला भाइ च्याउ पो रहेछ त मलाई यहाँ यत्रो ओए खाने चाहिँ हो कि भुत च्याउ हो यो ए डेन्जर एकदमै खतरा भइसकेको छ किरा लागिसकेको कोदोको बारीमा बरीलाई धनको बाला जुले खुतैमा हेलो गाइस गुड मर्निङ वाटर म्यान ओ सर्पो क्या हो अरे मस्ती गाडी पनि ढोड हाल्दिरे खन खन कताको पखाना उखाल्ने अब मैले चाहिँ यो सबै खने क्या यो यहाँको त्यहाँको ढोड उखाले त्यो सब गरिसक्यो क्या त्यही भएर अनि बस्यो फर्सी त्यहाँ चाहिँ टन्नै रहेछ यहाँ जिरान छ मैले देखेको है बारीतिर ऊ त्यो हो क्या फर्सी होइन त मम यस्तो क्या यो अग्लोले ममिटी ठुलो मात्रै खनियो क्या यस्तो भाइ त बरु यो ढोड उता राख्नु यो ढोडलाई उता राख्ने उता अलिक छोड्ला चाहिँ भनेमा एकवट गरेर लगाएर ए यतै छ पानी चाहिँ कहाँ उता हेर्नु कि लफङ्गा हो क्या घर कहाँ हो मेरो कहाँ हो त लगाइदिन्छु अहिले ए अलग कहाँ खाँदैछ नि पानी यसले त ऊ त्यहाँ क्या हो रुख टमाटर ऊ त्यहाँ ल आउने हो ऊ यहाँ रुख टमाटर छ कि पानी लड्छ यो चाहिँ लसुन राखेको के हो मुलाको साग यहाँ राखेको क्या त्यो रुख टमाटर मैले तपाईँलाई भर्खर देखाएँ नि गाउँमा रोप्यो भने हुन्छ क्या नरोप्यो भने पर्यो है पानी खाउन के हो अहिले चाहिँ हाम्रो टक्क यहाँ ढोडसोड भाँचेर यता त्यही हो ढोड भाँचेर अनि अलिअलि मात्रै खनेको त्यो खनेर सबै सिधिसकेको छ तर मलाई डर लागिरहेको छ है यहाँतिर आउनलाई है भाइ सर्व छैन डर लागेको छ मैले तपाईँहरूले एउटा कुरो देखाउनु लागेको चाहिँ म चाहिँ कति भन्दाखेरि 9-10 हुने बेलातिर गएर 9-10 क्लासमा हुने बेलातिर कुरा क्या मैले यो
यहाँ आरुको बोट छ नि यो मैले रोपेको थिएँ क्या कति भन्दाखेरि 1 फिट भन्दा 1.5-2 फिट खाल्डो खनेर 1 फिट चाहिँ हो क्या अरे 1 फिट त बढी खन्यो जस्ट एउटा हातकै यति खनेर चाहिँ मैले रोपेको थिएँ क्या यो आरुको बोटहरू यो आरुको बोट भयो रोपेको अनि कागतीको बोटहरू के भन्छ यार मलाई फल्दैन अहिले छ नि यो के को बोट हो त कागतीको होला जस्तो छ ए सुन्तलाको बोट रहेछ तर फलेको छैन धेरै वर्ष लाग्छ क्या अरे फल्नलाई चाहिँ होइन अलमोस्ट 2 वर्ष त बढी 3 वर्ष बढी हुन लागिसक्यो रोपेको यो केराको बोट मैले रोपेको क्या पहिला जमानामै रोपेको थिएँ यो यहाँ करेलाहरू फलेपछि यहीँ तरकारी खानु हुन्छ टिपी भने यहीँ हाम्रो घरभन्दा मुनितिरको बारीहरू यहाँतिर सब छ मैले आज सिधै छ क्या बारीहरू पुरै भिराएर क्या पहिरो आयो भने एकैचोटि सोरिदिन्छ क्या बारीहरू सबै भने तर आएको छैन अहिलेसम्म त्यही खुसीको कुरा हो तर यो केराको बोट धेरै भइसक्यो रोपेको अहिलेसम्म फल्या खाएन भाले यस्तो नफल्ने बोट हो कि यो तर सुन्तलाको बोट रहेछ क्या जुगा आउँछ क्या मेरो खुट्टामा के सुक गरिरहेको छ आरुको बोट आरु सँगसँगै अर्को कागती के त्यसलाई के भन्छ क्या जुनार हो क्या यो जुनारकै होला क्या यो बोडी जुनार के हो भोटे त होइन होला जुनारकै हो यो बोट होइन सुन्नु ओए कस्तो मिठो यार है सुन्तला होइन यो त जुसको हो त्यो जुनाहरू के यस्तो मिठो बाख्ना आएर चाहिँ मेरो बारीहरू छ उतातिर पारी गाउँहरू पनि छ पहाड यहाँ तल यो नि यहाँ तल चाहिँ खोला क्या यता बिचमा चाहिँ अनि बाहिरमा चाहिँ हेर्न आएको यहाँ पहिला हामीले के रोपेको त मैले रोपेको सबै यो पहिला कहाँ यता के हुँदैन भयो नि आइदिनु यस्तो दामी हुन्थ्यो यार यहाँ पहिला होइन हामी पहिला क्या हामी त्यही सानो हुने बेलामा त्यस्तै 4 क्लास 3 क्लास देन त्यसपछि हामी 6-7 क्लासतिर हुन्थ्यो चाहिँ बारीमै रमाइलो हुन्थ्यो क्या लाइक अब हुन्छ नि बारीतिर आउने रमाइलो गर्ने टाइपको क्या अब पहिला फेरि गाजरहरू यताउति अलिअलि रोप्ने गरिरहेको छ अहिले त्यस्तो छैन अहिले त्यो मकैहरू मात्रै यताउति अनि अहिले त्यस्तो केही रोप्दैन नि त नि त्यही भएर चाहिँ तर पहिला त वाल रमाइलो हुन्थ्यो भने बारीमा आयो यताउति यो ढोड भात्ने ढोडसँग त्यो ढोड यस्तो अब त्यो हुन्छ नि अब योभन्दा त अलिक ठुलै भएर आएको हामी यो कति वर्ष छ अहिले 7 भनेपछि हामी 9-10 को हुँ अहिले ढोडमा ढोड हुन्छ नि यो ढोड यस्तो यो बारीको ढोडहरू पुरै भाँच्ने अब त्यसलाई अब पुरै लात्तीले हान्नु जस्तो गर्न मजा आउँछ क्या पहिला चाहिँ अब अहिले त त्यस्तो आउन मन पनि लाग्दैन काम गर्ने अल्छी लाग्छ भर्खर गरेको गर्मी हो र यहाँ चाहिँ बोटै तेल देख्ने तैँले यस्तो फेरि कस्तो वाल कोप्चा ठाउँमा छ क्या यो फेरि हुँदैन अब माथिबाट पनि अब कर लान्छ माथिबाट हेऱ्यो भने अब पुरै यहाँ तलतिर यहाँ त कस्तो कोया पनि देख्दैन क्या अब घारीहरू छ नि त त्यही भएर यहाँतिर त्यस्तो कोया पनि छैन अनि त्यही अब मल बोक्नु जानु लागि अहिले मल बोक्ने ठाउँमा भेट्नुपर्छ क्या गाह्रो भयो क्या मलाई भाइ आयो क्या बुढो ल्याइस् हँसले आएको ल्याइनुहोस् बोकेर लागेको घाँस बोकेर लगेर फेरि मल पनि ल्याउनु पर्छ मैले बोक्दिनँ जहिले डोको एकपट्टि बाँध्नु हुन्छ क्या बच्चा बेलादेखि हो क्या होइन यो मल चाहिँ यति गरमको छ नि यति गरमको छ कि त्यो पुरै हुन्छ नि त्यो पानीमा पुरै भित्र जस्तो छ क्या मल चाहिँ होइन मैले बोक्न सकेकै छैन म टाउकै पुरै पछाडि त्यहाँदेखि चाहिँ मैले आज कति वर्षै पछि होला धेरै वर्षपछि होला भारी बोकेको यो मल देखाइदिन्छु तपाईँलाई म हेर्ने हो वा चिसो छ क्या यो मल त्यो पनि मैले 1 ढोकै हालेर क्या अनि आधी गरेर लैजा अरे अनि आधी गरेर 5 चोटि गर्ने ठाउँमा 2 चोटि गर्नु पर्छ त्यो बाटो पनि हेर्नु पऱ्यो नि त फेरि 5 चोटि गर्नुपर्ने ठाउँमा 2 चोटि गऱ्यो भने 10 चोटि पो हुन्छ त अनि अर्को मान्छेले पनि 5 चोटि गरेर फेरि 10 चोटि अनि 10 चोटि खेर रहेन त नि
टाइम लस भयो बरु बिस्तारै ल्याउने एक डोकै ल्याउने बरु गरौँदै भए पनि भनेर ल्याएको कहाँ राख्ने भयो यस्तो छ क्या मल चाहिँ पुरै मल हेर न मेरो हातभरि नि गोबरै गोबर लागेको छ यहाँ टाउकैभरि पनि लागेको छ क्या सबै गोबरै गोबर अघि बोक्ने बेलामा यसलाई चाहिँ यहाँ खनाइदिएर फेरि लिन जानुपर्ने हुन्छ यो त 2 हातले गर्नुपर्छ यार त्यो अनि मजा ठ्याक्क मल पुऱ्याएर अब फेरि जान लाग्यो कि अब हुन्छ नि त यस्तो पसिना आइसक्यो यस्तो पसिना आएको देखेर फेरि जान लागेको मल बोक्न कसम मान्छेहरूले भन्छ हुन त जेसुकै भने पनि फरक पर्दैन मलाई तर यहाँ आएपछि चाहिँ थाहा भयो क्या त्यो अरूले त्यो गरेको देखेर त्यति सजिलो छ भन्दा र आफैले लाइक यस्तरी गरेर भोग्दाखेरि चाहिँ वाइली गाह्रो हुँदैछ यार पसिनाको हालत क्या पसिना यहाँ हातभरि भैँसीको गु हो क्या सबै यो हातमा पनि छैन यो राइट ह्यान्डमा पनि छ क्या यी कपालतिर पनि लागिरहेको छ क्या मेरो त कपाल जिउ लुगा यी सब ठाउँतिर लागिसकेको छ गाउँले जीवन यसरी जाँदैछ टोको बोक्यो नाम्लो बोक्यो भन तर मैले घाँस पनि काटेको हो नकाटे होइन झन्डै लड्यो घाँस पनि काट्यो यस्तो घाम लागेको बेलामा शीतल खोल्दै हिँड्नु पऱ्यो नि त होइन र भने बल्न शीतल त्यो म चाहिँ यस्तो भएको छैन हो अहिलेसम्म 10 टोको भने यहाँ यो बाटो हिँडेर त तलै छ क्या उता बुढी क्या गोठभन्दा नै अलि उतै बुढी क्या त्यो बाटो आएर पनि फेरि यो उकालो चढेर पनि फेरि ऊ त्यो बारीमा लाउँदाखेरि त नि डोको बोकेर हिँड्दा आएर लुक्स न्यु लुक्स हो यो चाहिँ यस्तो गर्मीमा काँक्रा खान पाए यस्तो मिठो हुन्छ कि खोर्सानी दलेर हुन्छ नि म त छोड्दिनँ नि फेरि पायो भने चाहिँ तिहार आयो होइन काम गर्नु परेन भने खानालाई के छ बाबु ए भाइलाई आन्टी ओ मम्मी त्यो भारी त कहाँ राख्न हाल्ने हो कमल दिदी होइन भने त्यो मान्छे ल ल ल ल हाम्रो मम्मी यहाँ मल खन्दै हुनुहुन्छ आफू चाहिँ मल नपुग्ने छोराछोरी बोक्न लाएर हुन्छ मल खर्काइ बोक्न लगाएको छ यस्तो गर्न पाइँदैन यस्तो गर्न पाइँदैन छोरछोरी स्वर नकाटिकन यस्तो गर्न पाइँदैन पचाक 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 फर्सी टल्नै फलेर रहेछ हाम्रो बारीमा तरे बाली सब ठाउँमा फर्सी फर्सी छ यहाँ पनि छ फर्सी 5-6वटा यहाँ पनि टन्नै छ टिप्या छैन उतातिर पनि घारी टन्नै छ त्यहाँ पनि टन्नै छ टिप्नु मात्रै बाँक्यो यार यस्तो होला हौ जिन्दगीमा पहिलाचोटि मैले जिन्दगीमा धेरैचोटि बगिसक्यो तर धेरै पछि चाहिँ पहिलोचोटि बग्यो यार भागो यो मेरो 2 चोटि हो एकचोटि खनाएर यहाँ लिएर राखेको फेरि अब जान्छ 10 चोटि भनेको छ अनि ओ भाइ कहाँ आइन त यहाँ आइज दुङ 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 गनाउनु भइसक्यो यार मल बगे गरेर ज्यानै दुङ दुङ गराउनु भइसक्यो मेरो चाहिँ यो लास्ट भने कचोटि भइसक्यो 10 चोटि भने यहाँ अब यार एकजनाले 10 चोटि क्या कचोटि भयो भर्खर 2 चोटि त भयो अनि दाइलाई मल बोक्नु लाँदा डिस्काउन्ट दाइलाई त भाग्छस् ओइ त भागेको आइज आयो नि तल दाइलाई Oh my god. Lord. राम
के अरे दुईजना थियो होइन पुरै त्यो बाइक त्यो होन्डा बाइक क्या त्यो पुरै पुरानो थियो तर नतानेर उ त्यो उकालोमा सोलिङ छ नि त्यो उकालोमा पुरै एक गियरमा राखेर होला बाइक पुरै बट्टार बट्टार थियो ओइ गर्नु भएको छैन बिस्तारै बिस्तारै हाल्नु अनि अचार मैले घर पिँदैको अनि चिउरा के छ बाबु अब हामी खानु पर्छ है